दोर्सो खेल हो यो पहिलो हाफमा 45-18 1 नम्बर ओडाले 45 ल्याएको छ भने 8 नम्बर ओडाले 18 ल्याएको छ। हेर्दा चुम्बकले समाते जस्तो अब त्यो भयो च्याप्प समात्यो साथीले। खुट्टा कति छोड्दैन क्या चुम्बकले। सलक तनाव चाहिँ मासु पिस गरी बनाएन हेर्दै त्यो समातेपछि खुट्टो समात्यो नछोड्ने चुम्बकै हो क्या यार मान्छे त यार हो क्या खुट्टो हेर्नु त त्यसले खुट्टो समातेर ब्यालेन्स बिगारिदिन्छ त अनि बिगारेपछि त ज्यातेलाई 2-3 चोटि समातिसकेको छ जाङ्या खेलैमा फेरि प्रेसर हाई छ यिनको प्रेसर हाई छ हानिहाल्छन्। फेरि जान्छ यो मान्छे हान्छ अरे त्यो कता कान्छ यार खुट्टासम्म एउटा खाएन 7 नम्बर वार्ड नम्बर 1 ले जित्यो उता पनि ब्याडमिन्टन पनि वार्ड नम्बर 1 ले जित्यो। वार्ड नम्बर 1 ले 5-6 वटा ल्याएको छ अहिलेसम्म। क्रिकेट ल्याएर गाउँले ल्याएर फुटबल पनि इजी ल्याउँछ अहिले खुट्टु दिने त्यस्तो ट्याप्पो समातेर खुट्टा जय टी सर्ट तर टी सर्टले गर्दा धेरै सपोर्ट गर्छ। टी सर्ट समात्यो टी सर्ट समातेको छ न त अब यहाँ पाइले देखेन के गर्छ पोइन्ट नलगी नहुने पोइन्ट नल्याए नहुने हो पोइन्ट ल्याएर फर्किनु पर्ने नत्र आउट अटोमेटिक आउट नत्र त त्यस्तो भन्दैन जोस बढ्या छ यस्तो फुटबलमा कल जित्यो
खुट्टो समात्दै कान्छा कता खुट्टो समाउने वाला खुट्टो समाउँछ भने त्यसलाई खुट्टो अगाडि निकाल्यो त्यो बेला अरू बेला निकाल्छु लड्कीको लड्कीको लड्का जुतो जुतो लड्क्यो एउटालाई ल्याल्ने थिएन त म्याटमा झुलो पनि दिन्छ म्याटमा आएको झुलो बढी छ फोटो छैन फोटो छैन अलाड हुने क्या यिनीहरू मुभ गर्न आएको चुम्बकाल हो 3 point ल्यायो दुईटा आउने हो वडा नम्बर 4 का खिलाडीहरूलाई त्यसैगरी हामी भलिबलतर्फको प्रथम पुरस्कार वितरण गर्न गइरहेका छौँ प्रथम पुरस्कार पुरुष भलिबलतर्फको प्रथम पुरस्कार गराउँदै हुनुका लागि वडा नम्बर 11 का खिलाडीहरूलाई हार्दिक अनुरोध गर्दछु प्रथम पुरस्कार हातमा चाहिँ कस्तो आउँदो बारे आउँदो कोही हातमा च्या हो 45000 प्राप्त गर्नुहुन्छ कसको आनन्द कान्छा हो सुमकलाई मान्नु दियो भरत कुमार विकास हेर्नु त खुट्टा खुट्टा सुमाति छोड्दै छोड्दै त्यसैगरी रमेश कुमार विकास भलिबलतर्फ प्रथम सफल रमेश विकास अर्जुन फुल बगान सन्देश नायक खुट्टो समाए उत्पाद सर्ने दिन छाता हो छाता त्यसैगरी विकास बुढानगर त्यसैगरी जितेन्द्र शाह मेडिकल टिम कहाँ हुनुहुन्छ उदिनु न जीवन दल मेडिकल टिम खुट्टो खुट्टो बिस्कियो जीवन दल पुरुष भलिबलतर्फ प्रथम पुरस्कार प्रथम हुन सफल वडा नम्बर 11 का खिलाडीहरूलाई हार्दिक बधाई छ त्यो त बोनस त ल्याइहाल्यो मेडल र कप हार्दिक अनुरोध गर्दछु त्यसैगरी नगद पुरस्कार वितरण गरिदिनका लागि प्रमुख सभापतिज्यूलाई हार्दिक अनुरोध गर्दछु बाँकी उचाली दिनका लागि आफ्नो भलिबलतर्फको प्रथम उचाली दिनका लागि सम्पूर्ण खेलाडीहरूलाई वडा नम्बर 11 का सम्पूर्ण खेलाडीहरूलाई हार्दिक अनुरोध गर्दछु वडा अध्यक्षजीलाई कप उचाल अगाडि आइदिनका लागि डबल छ एउटा पाएँ यो एक्लै किन आउँछ कि यार यो त नाच्छ कि खुट्टामा आउनु क्या खुट्टामा आयो पनि माथि हुन्न क्या माथि उठिहाल्छ नि खुट्टामा हो क्या